अंग्रेजी बोल्दा र लेख्दा सबैभन्दा धेरै झुक्किने ठाउँ भनेको पर्सन हो। यदि तपाईलाई आई, यु, ही र सीको सही प्रयोग थाहा छैन भने तपाईको व्याकरण सधैँ गलत हुन्छ। आउनुहोस् यसलाई सजिलो गरी बुझौँ। व्हाट इज पर्सन? पुरुष भनेको के हो? पर्सन भनेको पुरुष। के हो पुरुष भनेको? जसलाई जसको बारेमा बोलिन्छ, कुरा गरिन्छ, that is पुरुष। or whom, what about or whom about talking, that is person. In English there are 3 types of person. Number 1, first person, प्रथम पुरुष। Second person, द्वितीय पुरुष। Third person, तृतीय पुरुष। Now let's learn them one by one. यिनीहरूको विषयमा जानकारी गरौँ। फर्स्ट पर्सन, स्पिकर, वक्ता, बोल्नेवाला, जसले बोल्छ, बोल्ने मान्छे फर्स्ट पर्सन हुन्छ। स्पिकर, वक्ता, बोल्नेवाला, अहिले म बोलिरहेको छु, आई एम फर्स्ट पर्सन। सेकेन्ड पर्सन, फर्स्ट पर्सन इक्जाम्पल, आई सिङ्गुलर, आई भनेको म, एक वचन हो। वी प्लुरल, वी भनेको हामी, बहुवचन हो। सेकेन्ड पर्सन, फर्स्ट पर्सनले भनेको कुरा जसले सुन्छ, द्याट इज सेकेन्ड पर्सन। लिसनर इज द सेकेन्ड पर्सन। लिसनर हु लिसन्स द फर्स्ट पर्सन, द्याट इज सेकेन्ड पर्सन। सुन्नेवाला, सुनेर प्रतिक्रिया दिनेवाला, मस्ट रेस्पोन्स। इक्जाम्पल्स, यु, वाइओयु, यु, तिमी, तिमीहरू, तपाईँ, तपाईँहरू। इट इज सिङ्गुलर एन्ड प्लुरल सेम फर्म। सिङ्गुलर र प्लुरल, एक वचन र बहुवचन दुवै एउटै रूप हुन्छ। Now let's go to third person. Third person, तृतीय पुरुष, what we talk about, जसको बारेमा कुरा गर्छौँ। कसले कुरा गर्ने? फर्स्ट पर्सन र सेकेन्ड पर्सन मिलेर जसको बारेमा कुरा गर्छन्, that is third person. Third person, what first person and second person talk about, that is the third person. In third person also singular and plural. He, who, singular. He is used with male, पुरुषसँग। For male we use he, who. She, उनी, with female, महिलासँग सी को प्रयोग गर्ने। एउटा हुनुपर्छ, धेरै होइन, एउटा भन्नुपर्यो, महिला। फर इक्जाम्पल, रिता, रिताको प्रोनाउन थर्ड पर्सन के हुनु? सी हुने हो। एन्ड सिमिलरली, इट, यो, थिङ अर एनिमल, वस्तु या जनावरलाई हामीले इट भनेर भन्छौँ, त्यसको प्रोनाउन। THY, they इज प्लुरल, तिनीहरू। धेरै छन् भने THY, they भन्नु पर्यो, तिनीहरू। ओके। Pay in attention that he, she, it, these 3 are singular. THY, they is plural. They भनेको तिनीहरू,